नमस्ते म्याडम। नमस्ते। ल बस्नु। अहिले पैसा छैन हेर्नु, पछि गरौँला के। हजुरसँग अहिले उमेर पनि छ, पैसा पनि छ, स्वास्थ्य पनि ठिक छ, यतिखेर यो बिमा गर्ने समय होइन, गर्ने पनि हो र, पछि गरे हुन्न र। पैसा भन्ने कुरा आउँछ जान्छ, यो त शुद्ध बचत हो। राम्रो काम चाहिँ समयमै गर्नुपर्छ। घर सल्लाह गर्छु, गरेपछि तपाईँसँगै गर्छु के। कमसे कम आज फारम भर्नु, पैसा अर्को दिन बुझाए पनि हुन्छ। अहिले गर्दिनँ के, प्लिज गर्नुहोस् के, प्लिज प्लिज प्लिज। बाई। के भएको हजुरलाई? साह्रै नाजुक भइसकेको रहेछ हजुर। मुटुमा गम्भीर समस्या आएछ, भल फेर्नु पर्ने अरे म्याडम, बिमा गरिदिनु न है। बाघ गयो बुद्धि आयो भनेको यही हो। हजुरको स्वास्थ्य अवस्था साह्रै नाजुक छ, अब बिमा पास हुँदैन, सरी। बरु म बढी पैसा दिन्छु म्याडम, बिमा पास गरिदिनु पर्यो म्याडम। सरी। हेरिस्यो, पाएको बेलामा बिमा गरेन भने चाहेको बेलामा बिमा पास हुँदैन।